आत्मीय विद्वज्जन हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु। आज पनि यो च्यानल मार्फत तपाईहरू सबैजनालाई आज फेरि मैले एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आजको विषयवस्तु रहेको छ एकादशी व्रत कहिले, अर्थात् एकादशी तिथिमा पर्छ या द्वादशी तिथिमा व्रत पर्छ। यो विषयमा हामीले आज सम्पूर्ण जानकारी लिनेछौँ र तपाईँ यो विषयमा एकदमै प्रष्ट हुनुहुनेछ भन्ने मलाई विश्वास छ। योभन्दा पहिला हामीले पञ्चाङ्ग सम्बन्धी 5 वटा भिडियोहरू राखिसकेका छौँ। तपाईँलाई पञ्चाङ्ग हेर्न आउँदैन भने सुरुका भिडियोहरू हेर्नुहोला, त्यसपछि तपाईँले यो कुरा बुझ्नुहुनेछ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ एकादशी तिथि 45 घटीभन्दा बढी भयो भने अथवा मध्यरात्रिभन्दा बढी एकादशी तिथिले लियो भने त्यो अवस्थामा एकादशी तिथिमा होइन द्वादशी तिथिमा हामीले एकादशी व्रत गर्दछौँ। अन्य अवस्थामा चाहिँ एकादशी तिथिमै व्रत गर्दछौँ। आत्मीय प्रियजन, यो भिडियो तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला र यस्तै यस्तै जानकारीका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। भिडियो मन पर्यो भने लाइक, सेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। आजका लागि यति नै। अर्को भिडियोमा भेटौँला। धन्यवाद।